हाई एभ्रिवान, आज म बनाउँदैछु मटर पनिरको तरकारी। कराईमा 1 चम्चा घिउ राखेर माथिबाट राखे पनिरलाई। अब यो पनिरलाई अलिअलि रातो हुने गरी फ्राई गर्नुपर्ने हुन्छ। धेरै रातो पनि बनाउनु पर्दैन। हेर्नुस् त यतिको रातो बनाएको छु मैले। अब चाहिँ यसलाई एउटा बोलमा निकाल्दै छु म। अब भने यही कराईमा थोरै तेल एड गरेर माथिबाट राखे दालचिनीको पत्ता र बोक्रालाई पनि राखे अनि राखे माथिबाट जिरा, प्याज भने मैले मसिनरी काटेको अलि धेरै लिएको छु। अब यसको माथिबाट खलमा कुटेको अदुवा र लसुनको पेस्टलाई पनि राख्ने। यसलाई एकैछिन चलाएर माथिबाट राख्दैछु मिक्सरमा ग्राइन्ड गरेको 2वटा टमाटर। अब भने माथिबाट 1 चम्चा बेसारलाई राखे मैले, स्वाद अनुसार नुन पनि राखे, 1 चम्चा जिरा धनियाको धुलोलाई पनि राखे। यो चाहिँ चिकन मसला हो। 1 चम्चा रातो धुलो खुर्सानी पनि राखेको छु, यसले राम्रो कलर दिन्छ। अब यसलाई सबैतिर चलाएर एकैछिन पकाउनु पर्ने हुन्छ। हेर्नुस् त कस्तो राम्रो ग्रेभी देखिएको छ। अब भने मैले हरियो मटरलाई राखे। अब यसलाई एकैछिन चलाएर माथिबाट राख्नुपर्ने हुन्छ अघि फ्राई गरेको पनिरलाई। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ? यदि मन पर्यो भने मेरो भिडियोलाई लाइक गर्न अनि मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अब सबैतिर चलाइसके पछाडि माथिबाट 1 गिलास पानीलाई राखे मैले। अब भने यसलाई 4-5 मिनेट सानो ग्यासमा छोपेर पकाउनु पर्ने हुन्छ। मैले यसलाई छोपिदिए। हेर्नुस् त बुक्लु 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 हुने गरी पाकिसकेको छ। माथिबाट राखे मैले 2वटा हरियो खुर्सानी अनि मिठो बास्नाको लागि फ्रेस हरियो धनियालाई पनि राखेको छु मैले। हेर्नुस् त हेर्दै खाउँ खाउँ लाग्ने मटर र पनिरको तरकारी बनेर तयार भइसक्यो। थ्यांक यू फर वाचिङ। बाई बाई।